यदि तपाईहरूलाई बारम्बार पेट पोल्ने, खाली पेट हुँदा पेट धेरै दुख्ने, खाना खाएपछि पेट भारी हुने वा वाकवाकी लाग्ने समस्या छ भने यसलाई सामान्य ग्यास्ट्रिक भनेर बेवास्ता नगर्नुहोस्। यो पेटको अल्सरको सङ्केत पनि हुन सक्छ। नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो स्वास्थ्य च्यानलमा। र आजको भिडियोमा हामी पेटको अल्सरका मुख्य लक्षणहरू, यसको कारणहरू र घरमै अपनाउन सकिने केही महत्त्वपूर्ण उपायहरू बारे जान्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोला। सबैभन्दा पहिले जानौँ पेटको अल्सरका 5वटा मुख्य लक्षणहरू। पहिलो लक्षण, पेटको माथिल्लो भागमा पोल्ने वा दुख्ने। यो पेटको अल्सरको सबैभन्दा सामान्य लक्षण हो। विशेष गरी खाली पेट हुँदा र रातिको समयमा पेट पोल्ने, जल्ने वा चसक्क दुख्ने महसुस हुन सक्छ। कतिपयलाई खाना खाएपछि केही समय आराम भए जस्तो लागे पनि फेरि दुखाइ सुरु हुन सक्छ। दोस्रो लक्षण, बारम्बार ग्यास, डकार र पेट फुल्ने। यदि तपाईहरूलाई खाना खाएपछि पेट धेरै भारी हुने, डकार आइरहने वा पेट फुलेको जस्तो महसुस हुन्छ भने यो पनि पेटको अल्सरको सङ्केत हुन सक्छ। तेस्रो लक्षण, वाकवाकी लाग्ने वा बान्ता हुने। अल्सर भएका केही व्यक्तिहरूलाई खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने वा कहिलेकाहीँ बान्ता पनि हुन सक्छ। चौथो लक्षण, भोक कम लाग्ने र तौल घट्नु। पेट दुख्ने डरले धेरै मानिसहरूले खाना कम खान थाल्छन्, त्यसैले बिस्तारै तौल घट्न र शरीर कमजोर हुन सक्छ। पाँचौं लक्षण, दिशा कालो हुन वा बान्तामा रगत देखिनु। यो गम्भीर सङ्केत हुन सक्छ। यस्तो अवस्थामा ढिलाइ नगरी तुरुन्त अस्पताल जानु आवश्यक हुन्छ। अब जानौँ पेटको अल्सर हुने 5 मुख्य कारणहरू। पहिलो कारण, एच पाइलोरी नामको ब्याक्टेरियाको सङ्क्रमण। यो ब्याक्टेरियाले पेटको सुरक्षात्मक तहलाई कमजोर बनाएर अल्सर बन्ने जोखिम बढाउन सक्छ। दोस्रो कारण, दुखाइ कम गर्ने केही औषधिको लामो समयसम्म प्रयोग। विशेष गरी डाक्टरको सल्लाह बिना यस्ता औषधिले धेरै समयसम्म प्रयोग गर्दा पेटको घाउ बन्न सक्छ। तेस्रो कारण, धुम्रपान र अत्याधिक मदिरा सेवन। यी बानीहरूले पेटको भित्री भागलाई असर गरी अल्सरको जोखिम बढाउन सक्छ। चौथो कारण, अनियमित खानपान। लामो समय भोकै बस्ने, धेरै पिरो, चिल्लो वा अत्याधिक मसलादार खाना खाने बानीले पेटमा समस्या बढाउन सक्छ। पाँचौं कारण, अत्याधिक तनाव। तनावले अल्सरको प्रत्यक्ष कारण नबने पनि लक्षणलाई बढाउन र निको हुन ढिलाइ गराउन सक्छ। अब जानौँ घरमै अपनाउन सकिने 5वटा महत्त्वपूर्ण उपायहरू। पहिलो उपायमा रहेको छ, समयमै र सन्तुलित खाना खानुहोस्। धेरै बेर भोकै नबस्नुहोस्। थोरै थोरै गरेर दिनमा धेरै पटक खानु राम्रो हुन्छ। दोस्रो उपाय, धेरै पिरो, चिल्लो र अमिलो खानेकुरा कम गर्नुहोस्। यस्ता खानेकुराले पेटको जलन बढाउन सक्छ। तेस्रो उपाय, धुम्रपान र मदिराबाट टाढा रहनुहोस्। यसले पेटलाई निको हुन सहयोग पुर्याउन सक्छ र थप क्षति हुनबाट जोगाउन मद्दत गर्छ। चौथो उपायमा रहेको छ, पर्याप्त पानी पिउनुहोस् र सजिलै पच्ने खाना खानुहोस्। झोलिलो खाना, नरम खाना र सन्तुलित आहारले पेटलाई आराम दिन मद्दत गर्दछ। पाँचौं उपायमा रहेको छ, डाक्टरले दिएको औषधि नियमित रूपमा सेवन गर्नुहोस्। आफ्नो मनले औषधि बन्द नगर्नुहोस् र नयाँ औषधि सुरु गर्नु अघि डाक्टरसँग सल्लाह लिनुहोस्। यदि पेटको दुखाइ धेरै बढ्दै गएको छ भने दिशा कालो आउँछ, बान्तामा रगत देखिन्छ, बारम्बार बान्ता हुन्छ वा अचानक तौल घटिरहेको छ भने घरमै उपचार गरेर बस्नु हुँदैन। यस्तो अवस्थामा तुरुन्त योग्य डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ। यदि आजको जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला।